देशमा मानसा नाम गरेका अत्यन्त प्रसिद्ध राजा थिए। उनका 3 जना रानीहरू पनि थिए। मान सम्मान इज्जत प्रतिष्ठा धन सम्पत्ति सबैले भरिपूर्ण भएका राजा मानस एउटै कुरामा दुखी थिए। उनका 3कै श्रीमतीबाट अथवा पत्नीहरूबाट सन्तान थिएनन् र सन्तानको त्यो अपूर्णतालाई राजा मानसारले आफ्नो जिन्दगीको सबैभन्दा दुःखको कुरा सम्झेका थिए। कुनै समय वैराग्यता प्राप्ति गरेर म अब वैरागी हुन्छु, योगी हुन्छु, सन्त हुन्छु, महन्त हुन्छु भनेर जङ्गलको बाटो पनि हिँड्थे। कहिले खोलातिर पनि हिँड्थे। राजा जस्तो मान्छे सन्तानको अभावका कारण त्यसरी विचलित भएर हिँडेका थिए। एक दिन उनलाई एक प्रकारको चेतना आयो, यसरी मैले वैरागी भएर हिँड्नुभन्दा कुनै उपाय खोज्नुपर्छ। गाउँमा जान्ने ज्योतिषहरू छन्, ज्योतिषहरूले उपाय सुझाइदिन्छन् कि सन्तान हुने उपाय म ज्योतिषका आधारमा भनेर रानीहरूलाई थाहा नदिएरै राजा ज्योतिषको तर्फतिर लागे। माना चामल रूपरती सुनको टुक्रा वा सुन चाँदीका रुपियाँ हालेर उनी ज्योतिषको घरमा गएर आफूले लगेको कुम्लो कुटिलो ज्योतिषका अगाडि राखेर भने, ज्योतिषज्यू म राजाहरूलाई सबै कुरा थाहा छ, सबै जान्नु भएकै छ, तर म एउटा दुःखले हजुर कहाँ आएको हुँ। मेरा 3कै श्रीमतीबाट सन्तान छैनन्। त्यो सन्तानको अपूर्णता केही गरी पूर्ण हुन्छ कि अथवा सुल्झाउन सकिन्छ कि सन्तानको उपाय हुन्छ कि त्यो मलाई सम्झाउनु पर्यो भनेर ज्योतिषसँग दुःख बिसाएपछि ज्योतिषले आफ्नो भार ल्याए, पुस्तक ल्याए, सबै विधिपूर्वक हेरे, राजालाई भने राजा साहब हजुरको भाग्यमा सन्तान छन्, सन्तान जन्मिन्छन्, त्यो चिन्ता नगर्नुहोस्, म एउटा उपाय सुझाइदिन्छु, त्यो उपाय अनुसार काम गर्नुभयो भने सन्तान हुन्छ भनेर ज्योतिषले राजालाई भनिदिए। तपाईँको दरबारको अगाडि आँगनको ढिक्कैमा एउटा आँपको खुट्टा छ। तपाईँ कान्छी रानीलाई आँपको खुट्टामा पठाउनु होला र लामो लट्ठी लगेर एक झटारो आँपमा हान्नु होला। जति आँप झर्छन् त्यो आँप ल्याएर तपाईँको 3टा रानी र तपाईँले त्यो आँप बाँडेर खानु होला। त्यो आँपको प्रभावले तपाईँका सन्तान हुनेछन्, तपाईँ खुसी हुनुहुनेछ, तपाईँको जीवन पनि सफल हुनेछ भनेर ज्योतिषले जब सुल्झाए, जब कुरा सिकाएर पठाए, राजा खुसी हुनु भएर दरबारमा फर्के। रानीहरूलाई भने, जाऊ कान्छी रानी, तिमीले त्यो आँपको खुट्टामा मलाई एउटा झटारो हान्नु, त्यो लट्ठी लगाएर जाऊ, जति आँप झर्छन् त्यो ल्याएर आउनु, त्यो आँप खाएपछि हाम्रो सन्तान हुन्छ अरे ज्योतिषले भनेका छन्। कान्छी रानीले लट्ठी लगेर गइन्, एक झटारो आँप हानिन्, जम्मा 3 दाना मात्रै आँप झरे। 3टा रानी एउटा राजा खाने 4 जना छन्। रानीलाई अलिकति अप्ठ्यारो लाग्यो, कसले खाने कसले नखाने। कान्छी भएको नाताले मलाई पो नखा भनेर उनीहरूले पन्छाउने हुन् कि उनलाई त्यो कुराको डर भएछ। फेरि अर्को झटारो आँपमा हानिन्, तर भुइँमा खसेका आँप जति सबै रूपमा गएर फेरि जुन आँगनमा थिए त्यही आँगनमा टाँसिएछन्। एउटै आँप भुइँमा रहेको छ। अनि रानीले निन्द्याउरो मुख लगाएर, अँध्यारो मुख लगाएर राजा कहाँ आएर भनिन्, राजा यस्तो यस्तो भयो, मैले गल्ती गरेँ। पहिलो झटारोमा 3टा आँप त झरेका थिए, खाने मान्छे 4 भएकाले एक अर्को झारेर लैजान्छु भनेर अर्को झटारो हान्दा सबै भुइँमा खसेका आँप पनि रूपमा गएर टाँसिए। यस्तो विडम्बना भयो, दुःखको कुरा भयो, मलाई माफ गर्नुहोस् भनेर राजासँग भन्दा फेरि राजा उठेर ज्योतिष कहाँ गए। ज्योतिषज्यू गल्ती भयो, हामीले गल्ती गऱ्यौँ, यस्तो यस्तो भयो भनेर सबै कुरो बेली विस्तार लगाएर उनले राजाका ज्योतिष कहाँ भनिसकेपछि ज्योतिषले दुःख नमान्नुहोस्, अझै पनि तपाईँसँग एउटा अवसर छ, एकचोटि एक झटारो हान्ने अवसर म दिन्छु, जानुहोस्। कान्छी रानीलाई भन्नुहोला, एक झटारो हानेर आँप झारेर ल्याउनु होला, अनि त्यो आँप बाँडेर खानु होला भनेर सुझाइदिए। राजा घर आए, फेरि कान्छी रानीलाई भने, जाऊ तिमी फेरि गएर आँप एकैचोटि एक झटारो आँप हान्नु, त्यसपछि त्यो आँप जति झर्छन् ल्याएर आउनु र त्यो आँप बाँडेर खाउँला। अनि उनले पहिलो झटारो हानिन्, 3 दाना, फेरि 3 जना आँप झरे। त्यो आँप उल्टामा हालेर ल्याइन् र राजाले भने, भित्र लगेर खोपामा राख, अहिले खाने होइन, यो आँप साँझ खाने हो, साँझ सबै खसेर बाँडेर खाउँला। अनि
कान्छी रानीको त्यो दिन अरू रानीहरू सहित सबैको पालो हुन्थ्यो घोडा चराउने पालो। त्यो दिन कान्छी रानीको घोडा चराउने पालो परेको रहेछ। खाना खाएर कान्छी रानीले घोडा खुलेर बारीतिर चराउन लगिन्। तर घरमा भएका अरू दुईटा रानी र राजा मिलेछन् र 3 जना आँप खाइहालेछन्। रानी कान्छी रानीको भागै नै राखेर जसले दुःख गरेर ल्याएको उसको भाग नै राखेर खाइहालेछन्। साँझ कान्छी रानी गोठालाबाट फर्केर आइन् अनि कान्छी रानी आँगनबाट दरबारभित्र पस्नुभन्दा त आँपको हाडहरू कोयाहरू र बुग्राहरू आँगनमा फालेको देखिन्। बाहिरबाट भित्र प्रवेश गर्दै उनको मनमा चिसो पस्यो, सस्तो पस्यो र दुःख पनि मान्दै आइन् र सोधिन्, तपाईँहरूले आँप मानेर खाइसक्नुभयो? खाइसक्यौँ हामीले। तिमीलाई त बिर्सिहाल्यौँ, त्यो त भागै राखेनौ। पछि उनले बाहिर गएर आँगनमा फालिएका ती कोयाहरू हाडहरूलाई समातेर बटुलेर त्यही चुसेर उनले आफूले तृप्ति गरिन्। अनि केही दिन पछाडि रानी गर्भवती भएको, तिनटै रानी गर्भवती भएको सङ्केत मिल्यो र राजा खुसी भए। राजाले भने, म अब तपस्या गर्न जङ्गलतिर जान्छु, तिमी तिनटै रानीहरू गर्भवती भएका छौ। म यो कान्छी रानीको हातमा लामो डोरी बाँधेर धागो बाँधेर छोडेर जान्छु। बच्चा जन्मिने बित्तिकै यो धागो तानिदिनु र म तपस्यामा बसेको बेला पनि जानकारी पाउँछु र अनि घर आउँछु, तिमीहरूलाई स्याहार सुधार गरौँला। म तपस्या गर्न वन जान्छु भनेर राजाले आफ्नो कुम्लो बोकेर धुलीतुङमा बोकेर जङ्गलतिर लागेछन्। राजा जङ्गलमा गएर तपस्या गर्न बसिरहेका समयमा रानीहरूले विचार गरेका छन्, राजाले हाम्रो कति माया मान्छ कि मान्दैन, कतिको प्रेम छ, सद्भाव छ हामीप्रति, त्यो पनि विचार गरौँ न त। घर बच्चा बच्ची नजन्मेकै समयमा कान्छी रानीले स्वतै धागो तन्काइछन्। तन्काउने बित्तिकै राजाले हो मेरा त सन्तान भएछन्, छोराछोरी जन्मेछन्, अब म त घर जानुपर्छ, रानीहरूले दुःख पाउँछन् भनेर राजा हतार पतार गरी आफ्नो तपस्या भङ्ग गरेर दरबारतिर लागेछन्। दरबारमा आउँदा रानीहरू जस्ताका तस्ता छन्, बच्चा बच्ची जन्मेका छैनन्। ओहो, म यिनीहरूप्रति यति ठुलो विश्वास गर्ने, यिनीहरू यसरी मलाई धोका दिने, अब म फेरि तपस्या गर्न जान्छु भनेर उनी तपस्या गर्न जङ्गलतिर लागेछन्। पछिल्लो पटक रानी तिनटै रानीले एकैचोटि बच्चा जन्माइछन्, सन्तान जन्माइछन्। 2टा छोरा र 1टा छोरी जन्मेछन्। 3टा बच्चा जन्मिसके सबैले आफ्नो हातको धागो राजाले बाँधेर छोडेर गएको धागो तन्काए, ताने, तर राजा दरबारमा फर्केनन्। किनभने रानीले पहिलोचोटि धोका दिएका थिए, दुःख दिएका थिए। त्यसैले पनि राजा यी रानीले फेरि दुःख दिए, मलाई धोका दिए भनेर विश्वास नमानेर फर्केनछन्। 2-3 दिन, 4 दिन, 5 दिन बित्दै गएछ, राजा आएनन्। पछि रानीहरूलाई पनि रिस उठेछन् र ती आफ्ना छोराछोरीहरूलाई जङ्गलमा लगेर, जङ्गल घनाघोर जङ्गल ठुलो, न त्यहाँ कोही काठ बाँच्ने, न कुनै आगो धुवाउने, त्यस्तो कोही पनि केही पनि नभएको जङ्गलमा लगेछन् र एउटा खाल्टो हुनेछन् र 3टा भाइ-बहिनीलाई त्यो खाल्टोमा हालिदिएछन्। त्यो खाल्टोमा हालिसकेपछि उनीहरूले अब यिनी फेरि माथि आउलान्, हामीलाई सम्झेर घर आउनु पनि सक्छन् भनेर उनी चिन्ता मानेछन्। नजिकै एउटा ठुलो जाँतोको ढुङ्गो रहेछ, त्यो जाँतोको ढुङ्गो ल्याएर माथि खाल्डोलाई पनि ढाकेर छोडेर घरतिर आएछन्। संयोगवशै जङ्गलमा एउटा बाघ बगिनी पनि तत्काल 2-4 दिन अगाडि सुत्केरी भएकी रहेछन्, आफ्नो बच्चा रहेछन्। बच्चालाई ओडारमा छोडेर दिउँसो घाम ताप्नका लागि त्यही ढुङ्गामा गएर बस्ने रहेछन्। साना साना आँखा नउम्रेका बच्चालाई ओडारमा छोड्ने रहेछन् अनि घाम ताप्नु त्यही ढुङ्गामा गएर बस्ने रहेछन्। त्यो जाँतोको ढुङ्गाको बिचैमा पुवाल रहेछ। त्यो पुवालमा बगिनीका थुनहरू, दुधहरू तल भित्र छिर्दा रहेछन्। तलतिरबाट तिनी 3 भाइ-बहिनीले ती बाघको दुध चुस्दै झन् मर्नु त कहाँ हुर्किँदै बढ्न थालेछन्। त्यो बाघ प्रत्येक दिन दिउँसो घाम ताप्नु बाघ त्यहाँ जाने, उनीहरूले दुध खाने, आलो पालो गरेर दुध खाने। त्यस्तो भइसकेपछि एक दिन त्यो ढुङ्गालाई पल्टाएर 3 भाइ-बहिनी बाहिर आउन सम्भव भएछन्। अनि अनकन्टा जङ्गलमा कता जाने, के गर्ने, बहिनीलाई अगाडि लगाएर 2 भाइ पछाडि लागे। बहिनी रुँदै गए, दाइ दुःख भयो, खुट्टा दुखे, भोग लाग्यो, हिँड्दैछन्। बहिनी केही छैन, तिमी जस्तै हामी हौ, जहाँसम्म जान सकिन्छ हिँडा भन्दै जङ्गलको यात्रा गर्दा हिँड्दा जङ्गलको बिचैमा एउटा सुन्दर दरबार जस्तो घर रहेछ। त्यो घरमा पुगेछ। घरमा पुगिसकेपछि यताउता हेरेछन्, कोही पनि रहेनछ, घरभित्र गएर बसेछन्। र त्यस घरको एउटा अर्को विशेषता के रहेछ भने त्यो घरमा जो प्रवेश गरे त्यो मान्छेले एकचोटि बालेको आगो त्यो घर छोड्ने बित्तिकै फेरि निक्दो रहेछ र तिनी मान्छेहरूले आगो बालेपछि आगो बग्दो रहेनछ। उनीहरू गएछन् र हेरेछन्, आगो केही पनि रहेनछ। अनि आगोले बालेछन्, सल्काएछन् र बसेछन्।
र पछिल्लो दिनबाट भाइहरू दुई भाइहरू बहिनीलाई घरमै छोडेर बहिनी तिमीले घर ल्याउनु त्यो आगो निभिहाल्छ आगो जगेर्ना गर्नु हामी शिकार गर्न जान्छौँ शिकार लिएर आउँछौँ खाउँला भनेर शनि बिहान खाना खाएर शिकार गर्न जाँदा रहेछन्। एक दिन बहिनीले दाइ म पनि शिकार गर्न जाउँ तपाईँहरूसँग जङ्गल जान्छु म पनि जान्छु मलाई पनि रहर लाग्यो मलाई पनि ल्याइजानुहोस् भनेर जङ्गलतिर दाइको पछाडि पछाडि लागेर गएछ। केही समय त दाइहरूले नजाऊ तिमी जानुहुन्न बच्चा छौ केटाकेटी छौ भने तर मानि गएछौ। जङ्गलको छेउमै पुगिसकेपछि दुईवटा चरा मारेर बहिनीलाई ल्याऊ बहिनी त्यो चरा लिएर जाऊ तिमीहरू पोलेर खानु साँझसम्म हामी आइहाल्छौँ जाऊ भनेर पठाइदिए। पठाइसकेपछि घरमा उनले चरा ल्याएर आइन् तर घर छोडेका हुनाले त आगो चरा पोलेर खाने आगो निभिसकेका थियो केही पनि थिएन। उनले आगो बाल्न सकिनन् चरा पोलेर खान सकिनन्। अनि धुरीमा गएर हेरिन् टाढा टाढा एक ठाउँबाट आगो धुवा आएको देख्यो। आगोको धुवा बाहिर निस्किया देखेका हुनाले उनले चरालाई त्यहीँ छोडेर त्यो आगो कता गल्याएछ कसको घरमा छ आगो माग्न जान्छु भनेर आगो माग्न गइथिन्। त्यो एउटा राक्षसी बुढी बस्ने रहेछ र उसका 4-5 छोराहरू रहेछन्। छोराहरू दिउँसो मसानघाटतिर ती मुर्दाहरूलाई सङ्कलन गरेर पोलतिर बोकेर चारैतिर ती लासहरू बोकेर ल्याउँदा रहेछन्। साँझ पख चाहिँ आमा कहाँ ती मुर्दाहरू राख्दा रहेछन् अनि सबै मिलेर ती खाँदा रहेछन्। त्यही मौका छोराहरू मसानघाटतिर गएको अवसर परेको रहेछ। बुढी मात्रै घरमा बसेकी गइसकेपछि त्यहाँ फेरि जो मान्छे गए पनि जिउँदो मान्छेको मासु खानु बाहिरबाट उसले बजु घर को हुनुहुन्छ भनेर सोधिछ। भित्रबाट बुढीले ओहो हो मुसल्तेनी गर्न आयो जिउँदा मान्छेको गर्न आयो भनेको मुसल्तेनी गर्न आयो को आज आयो मेरा घर मुसल्तेनी गर्न आयो भनिन्छ बुढीले। होइन बजु म आएको छु मलाई अलिकति आगो दिनुहोस् न भनेर मागिन्छ। अब बुढीले बाहिर आएर भइसकेपछि अब यसलाई यहीँ बुझाउनु पऱ्यो लटपट्याउनु पऱ्यो। अब छोराहरू आएपछि आज जिउँदा मान्छेको सधैँ कति मरेका मान्छेको मासु खाने आज जिउँदा मान्छेको मासु खान पाइने भयो भनेर त्यो केटीलाई चाहिँ बुझाउन खोजिन्छ। आगो त लैजाने बा ल हेर तेरा दाइहरू त खेत काम गर्न गएका छन् यति फाँको पुर्याइकन भनिन्छ र रोटी बनाइन्छ र पुर्याउन पठाइछ। उसले खोला मसानघाटको अलि मान्छे पुगिसकेपछि त 4-5 भाइहरू पुरा त्यो मसानघाटका लासहरू ल्याउँदै थुपार्दै गरेर देखिन्छ माथि खानाबाट ओहो त्यहाँ गएको मलाई खान्छ नि मेरो बाँकी राख्दैन त्यो रोटी यसै खोल्सामा फाल्नुपर्छ घर गइजानुपर्छ म त्यो बुढी खानुपर्छ भनेर रोटी खोल्सामा फालेर पठाइन्छ। त्यसपछि घर गएपछि अझ छोराहरू आइपुगेनन्। फेरि बुढीलाई एउटा चिन्ता भयो फर्केर यसलाई जा भन्नु भन्दा त अझ लटपट्याउनु पऱ्यो भनेर एउटा टोटा चाल्नु ठुला कुवा भएको चाल्नु टोटा चाल्नु दिन्छ र लबा यो टोटा चाल्न भयो अनि पानी ल्याएर आजाबा भनेर चाल्नु पानी दिन चाल्नु दिन्छ र पठाइछ। बिचरा पानी जति थापे पनि धारा गएर पानी थापिन्छ। पानी थाप्दा सबै चाल्न पानी तल छिर्दो रहेछ। चाल्नु त्यसै राखेर धाराको डिङ्गेर गएर रुन लागिन्छ। त्यो रुने बेला कमिलाहरू आएछन् किरिमिलाहरू आएछन् र किन रुन्छौ नानी भनेर सोधेछन्। यस्तो भयो पानी जति थापे पनि छिर्छ। तिनी सबै कमिलाहरू आएछन् र त्यो कुवामा बसेछन् र त्यो कुवा बन्द गरिदिएछन्। ल पानी थापेतिर चाल्न पर्ने पानी पनि दिएर गएछ। अचम्म मानिन्छ बुढीले राक्षसी बुढीले अब यसलाई मार्न सकिँदैन यो पनि बुद्धिमानी मान्छे रहेछ भनेपछि उसले के गरेछ भने हेर त मेरा दाँतमा त्यहाँको अड्किया छ यो पनि निकाल्दै त बा भनेर दाँतमा यसो गरेर दाँतमा औँला हालेर हेर्ने बेला औँला टक्कै टोकिदिन्छ। औँला टोकिसकेपछि एक हातमा सरस्युका दाना दिन्छ। अनि ल बा यो आगो पनि लैजा सरस्युका दाना लैजा जानेर तेरो हातको रगत खस्छ त्यहाँनिर 2 दाना सरस्यु छोड्दै गएछ फाल्दै गएछ यो लैजा भनेर हात पार्टिन्छ। त्यो अनाथ बच्चालाई चाहिँ थाहा भएन त्यो जानेर रगत चुइन्छ त्यो त्यहाँनिर सरस्यु छोड्दै जाने रहेछ। त्यो सरस्यु अगाडि बढिसकेपछि सरस्यु उम्रेर ठुलो रुख भइरहेको रहेछ। पछि साँझ पख उसका दाइहरू फर्केर आउनुभन्दा अगाडि राक्षसहरू ती बुढीका छोराहरू घर फर्केर आएछन्। अनि आमाले सुनाएछ यस्तो मान्छे आएकी थिए जाऊ खोज्दै जाऊ जानेर सरस्युका रुखहरू भेटिन्छ त्यो रुख भएको बाटो हिँड्दै जाऊ र तिमी उसका घरसम्म पुग्छौ त्यो केटीलाई चाहिँ ल्याएर आऊ खानुपर्छ भनेर छोरालाई अडाइछ। छोराहरू ती लासहरू बोकेर ल्याएका आगोमा फालेछन् र हत्तमपत्त 4-5 भाइ दौडेर पछाडि गएछन्। जहाँ त्यो रगत पिएको थियो त्यहीँ छरेका सरस्युहरू रुख बन्दै गएछन्। त्यो रुखको निशाना हेर्दै त्यो केटीका घर पुगिन्छ। अनि घरमा पुगेर बसेकी रहेछ। आगो मात्रै लागेर राक्षसहरू त्यहाँ पुगेछन्। उसले पनि अलिकति चलाकी गरेछ। जसरी त्यो बुढीले मलाई छक्क्याएकी थिए त्यसै गरी म पनि छक्क्याउँछु यसलाई एकदम तल झर हामी खान्छौँ है त्यसलाई भनेर भनेछन्।
खाना त तिमीहरू खाउला तर एउटा काम गर्नु पर्छ। मेरा दाईहरू छन् शिकार खेल्न गएका, दाई आउने बेलासम्म म फाँको बनाएर राखिदिन्छु दाईलाई, रोटी पकाएर राखिदिन्छु, अनि तिमी मलाई खाउला, रोटी पकाउनु देऊ भनिन्छ। अनि रोटी पकाइछ, दाई आइपुगेछन्, अनि ल अब खानु पऱ्यो तँलाई भन्दा अब दाई आउने बेला भएको छ, तिमी दाई आउनुभन्दा अगाडि मलाई खाइहाल्ने भयो, तर कम्तीमा दाईलाई बेलुका पानी छैन, म एक गाडी पानी ल्याएर छोडिदिन्छु, तिमीहरू बस अनि त्यसपछि खाउला भनेर अनि पानी ल्याउनु गइरहेछ। दाई आउलान् भनेर आश गर्दा गर्दा पनि दाई आएछन्। अनि अर्कोचोटि म पोरी बाटी गर्छु, त्यहाँ बेलासम्म बस भनिन्छ र अनि कोर्न लागेछ, कपाल कोर्न लागेछ, सब कपाल बाटी छ, रौँ बाटी छ, दाई आइपुगेका छन्। अब यिनीहरूले खाने भयो भनेर घरको धुरीमा गइछ, त्यही हातमा भएको आगो लिएर घरमा लगाइछ, आफूमाथि धुरीमा गएर बसिछ। अनि त्यतिखेर उनीहरू राक्षसहरू धुरीमा पनि पुगेछन् र त्यो बिचरा बहिनीलाई लसार पसार गरेर त्यस धुरीमा खान लागेका रहेछन्। दाईहरू आएछन् र दाईहरूले पनि त्यो आफ्नो शरीर पनि अब बहिनीलाई मारिसकेपछि हामी बाँच्नु पनि छैन भनेर त्यही घरमा लागेको आगोमै आम फालेर दाई र बहिनीहरू एकै ठाउँमा मरेछन् र बहिनी कमलको फुल भएर जन्मिन्छ र दुईटा दाई दुईटा बाँसका घनाहरू भएर जन्मिन्छन् जङ्गलमा। अनि एक दिन चान्स के परेछ भने त्यही राजा मानसार जङ्गलमा शिकार खेल्न जान्छु भनेर गएछन्। उनका आँखा संयोग बस्ती कमलको फुलमा र त्यो बाँसको घनामा दुईटा घनामा लागेछन्। अनि उनले त्यो फुल टिप्न सुरु गरेछन्। यो राम्रो फुल फुलेर रहेछ, त्यो कमलको फुल टिपेर लैजान्छु भनेर फुल टिप्न लाग्दा त्यो फुल जति उनी माथि पुग्दै जान्छन्, फुल अलि माथि बढ्दै 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 गएर राजाले फुल एउटा फुल पनि पुग्न नसक्ने तरिका लामो भएछ। अनि एउटा खुकुरीले आफूले बोकेको खुकुरीले बाँसको घनामा हान्दा जति हान्दै जान्छन् त्यो बाँसको घना त्यति पुरिँदै जान्छ, त्यो ढल्दैन, काटिँदैन, पुरिँदै जान्छ। अचम्म मानेछन् राजाले। यो के अचम्म भयो त? भोलि दरबारमा गएर सबै सल्लाहकारहरूलाई बोलाएर, पुलिसहरूलाई, सैनिकहरूलाई बोलाएर ल्याएर यो कुरा भन्नुपर्छ, मैले देखाउनुपर्छ, यो गरौँ, यो के भएको त भनेछन् र पछिल्लो दिन सबैलाई बोलाएर ल्याएर आएछन्। अनि एउटा राम्रो मान्छेले सुझाइ दिएछ, तपाईँ त्यहाँनिर गएर हात जोड्नुहोस् र प्रार्थना गर्नुहोस्, त्यसको देउताको केही हुन सक्छ, त्यसैले नकाटिएको हुनसक्छ, फुल नटिप्न सकिया हुनसक्छ भनेर अनि भनेछन्। त्यो भनिसकेपछि उनी राजाले गएर हात जोडेछन्, फेरि फुल टिप्न आए, मलाई टिप्नु दिनुहोस् भन्दा फुल कमलको फुलले बोलेछ, दाजु जस्ता दाजु मेरा पापी राजा फुल माग्छन् दिउँ कि नदिउँ, बहिनी जस्ती बहिनी मेरी पापी राजा बाँस माग्छन् दिउँ कि नदिउँ। दुई बाँसका घनाबाट आएको आवाज र कमलबाट आएको आवाज दुईटाले दोहोरी जस्तै आफ्ना दुःखका कुराहरू, आफूले भोगेका कथाका कुराहरू त्यो दोहोरीबाटै त्यो सम्पूर्ण कुरा त्यो भनिसकेपछि राजा अचम्म भएछ। यिनीहरूले यो बाँसको बुट्टा र यो फुलको कहानी यति लामो कसरी कुरा भयो? अनि उनले भनेछन्, तिमी साक्षात् छौ भने बाहिर निस्कौ। त्यो भएको के हो मलाई भन्नुभन्दा कमलको फुलबाट पनि बहिनीले साक्षात् मान्छेको स्वरूप लिन्छन्, बाँसबाट पनि तिमीलाई बाँस फुटेछन् जस्ता कति मान्छे भएर आएछन्। राजा खुसी भए। तिमीहरू इतिहास र कथा के हो मलाई बताऊ भन्दा हाम्रा आमाहरूले हामीले अन्याय गरे, त्यो अन्यायका कारण हामी यसरी बाँस र फुल बाहिर रहनु परेको हो। अनि हामी फलाना राजाका छोराछोरी हौँ। सबै कुरो बताइसकेपछि राजा खुसी भए। दरबारमा सैनिकहरूलाई पठाए, घोडा बग्गी बाजा गाजा सहित ल्याएर आफ्ना सन्तानहरूलाई लिएर दरबारमा गए। हृदय नभएका ती कठोर आमाहरूलाई जसरी यिनलाई धोका दिएका थिए त्यसरी यिनका आँखा निकालेर जङ्गलमा दिएर तिनै आमालाई जङ्गलमा छोडिदेऊ र छोराछोरीलाई त्यो राजदरबारका पाठ सबै यिनलाई जिम्मा देऊ, म आफूबाट सन्यास लिएर राजा रानीलाई जङ्गलतिर पठाए। राजा आफू सन्यास लिएर बसे र छोराहरू र बहिनीहरू मिलेर राजकाज चलाए। सुन्नेलाई सुनको माला, भन्नेलाई फुलको माला, यो कथा वैकुण्ठ जाला।